नमस्ते। हामीले जनैको प्रक्रियालाई यहाँसम्मको प्रक्रिया अगाडिको भिडियोहरुमा हामीले देखाएका छौं। तपाईहरुले हेर्नु भएको छ भने एकचोटी हेर्नु होला अनि बल्ल यो कहाँसम्म यो प्रक्रिया आएको रहेछ बुझिन्छ राम्रोसँग। अब अगाडिको प्रक्रिया यसलाई हामी भन्छौं गाँठी पार्ने। यो गाँठी पार्ने प्रक्रिया हो। यसरी हामीले सुरुमा यसरी गाँठी पार्छौं। ल हेर्नुस्, गाँठी भनेको यस्तो खाले गाँठो अनि एउटा यता बिचमा। ल हेर्नुस्, ल यसरी गाँठी पार्दै जानुस्। यसमा टोटल 10 वटा शिखा हुन्छन् अनि 54 सरा हुन्छ। यसरी ल यहाँ हेर्नुस् है। अनि यसलाई यसरी अब यो दुईटा औंला राखेर कान्छी औंलाको छेउबाट यताबाट यसरी अब यसमा अब केही यस्तो डन्डीमा अड्काउनुस्, फेरि लिएर आउनुस्, फेरि यसरी यसबाट यसरी अब सेम कता कताबाट धागो गएको छ त्यतैबाट फेरि लैजानुस् यसरी। अब फेरि यसमा अब फेरि यता हातमा 3 सरा भएपछि फेरि हामीले यो फुकाएर जोड्ने छौं। ल हेर्नुस्, ल अब चाहिँ यसमा जोड्न सकिनेछ। जोड्नुभन्दा पहिला यसमा पहिला शिखा पार्नुस्। अहिलेसम्म कतिवटा शिखा भयो? 3 वटा। अब फेरि यो जोड्दा पनि एउटा शिखा पार्ने हो। ल कतिवटा शिखा भयो? 4 वटा। ल हाम्रो चाहिँ यो बराबर भइसकेको छ। अब यसलाई यो जहाँबाट यो यसको जोइन छ त्यसलाई चाहिँ यसमा लिएर आएर चेप्दिनुस्। गर्दा जनै स्लिक्क राम्रा हुन्छन्। अब सेम यो 3 सराको भयो। फेरि 3 सराको हामीले अर्को बनाउँछौं र यसलाई जोडेपछि मात्र यो पूर्ण एक जनै बन्छ 6 सराको जनै। ल हेर्न सक्नुहुनेछ। यसरी हामीले जनै तयार पार्न सकिन्छ। एकदम सजिलो छ, तर सिक्नु पर्छ तपाईहरुले। सिक्नु भयो भने एकदम सजिलो छ। आफैले बनाएर लगाएको जनै एकदम राम्रो, चढाएको एकदम राम्रो। ल हेर्नुस्, यसरी जनै तयार पारिन्छ। सकेसम्म आफैले सिकेर आफैले बनाएर प्रयोग गर्नु होला कुनै पनि ठाउँमा जनैहरु। जनै विशेष गरी शुभ कार्य, पूजाआजा, विवाह, व्रतबन्ध, अन्तिम संस्कार, पितृ कार्यहरूको लागि आवश्यक पर्छ। यिनी कार्यहरूमा जनैको नाममा धागोलाई अर्पण नगर्नुहोस्। वैदिक विधिवत रूपमा बनाएको जनै मात्र प्रयोगमा ल्याउनुहोस्। यो भिडियोको उद्देश्य लोप हुँदै गएको सामग्रीलाई नयाँ युवामाझ ल्याएर यसको विधिवत पुनः बनाउने प्रक्रियाप्रति प्रेरित गर्नु हो। सके आफैले बनाउनुहोस्। विधि अनुसार सम्भव नभए राम्रोसँग खोज गरेर विधिवत रूपमा बनाइएको जनै चलन गर्नुहोस्। हामीले यो भिडियो बनाएर सामाजिक सञ्जालमा विज्ञापन गरेर बेच्नको लागि चाहिँ होइन। कसैले पनि किन्न चाहिँ नमाग्नु होला। यो भिडियोहरु हेरेर हजुरहरुले कुनै कुराहरु बुझ्नु भएन, कहीं कन्फ्युज हुनुभयो भने चाहिँ सम्पर्क गर्नु होला। यसबारे हामीले जानकारी गराउने नै छौं। आउँदै गरेको शुभ जनै पूर्णिमाको हजुरहरुलाई धेरै धेरै शुभकामना भन्दै बिदा हुन चाहन्छौं। आज्ञा दिनुहोस्। नमस्ते।